सरप्राइजहरु म आफू जन्मेको गाउँमा आएको हैन। आज मेरो मम्मीको जन्मदिन, हामी चाहिँ सरप्राइज दिन दिदी बहिनी भएर हामी यसरी आएका छौं है। अब के हुन्छ हाम्रो मम्मीले चाहिँ अब के गर्नुहुन्छ हैन, एकचोटी अब तपाईहरुले नि हेर्नु है। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु। यता 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 ल ल है त हाम्रो मम्मीको आज जन्मदिन। अनि यो सरप्राइज चाहिँ कसले गरे होला मम्मी? ल ह्यापी बर्थडे टु यु। ल यो सरप्राइज चाहिँ कसले गरे होला? ल आज तपाईको जन्मदिन रे। कसले गरेको तपाईलाई सरप्राइज? ल ल भन्नु। मेरो कान्छो छोरा विदेशमा छ। यो यसो होला छोरीहरुले होला। यो सरप्राइज चाहिँ कसले गरे? ल बुबा पनि आउनु भयो। बुबा जो मेला गएर आउनु भयो कि हो? मम्मीलाई कान्छो छोराले कान्छा दाइले पठाउनु भएको। अनि त्यहाँबाट यो बुबा यो दिनुस् मम्मीलाई यो नि सरप्राइज गरेछ छोराहरूले। अनि यो पनि सरप्राइज गरेछ। केक हो त्यो भैमा राखेर फोटो देखाउनुस् त। सबैजनालाई मेरो मम्मीको बर्थडे। ह्यापी हामी बर्थडे चाहिँ नभनिकन सरप्राइज दिन भनेर आएको थियौँ। केक पनि छ बुवा, यो केक समाउनु त। ल केक यहाँ पनि छ। जन्मदिनको लाखौं लाख शुभकामना। सधैँभरि हाँसी खुसी रहनु होला मेरो बुवा आमा, मेरो प्यारी दिदी लगायत सम्पूर्ण मेरा दाजुभाइ भाउजूहरू, यहाँ आउन छुटेका सबै आफन्तजनहरूलाई पनि धेरै धेरै मिस गरेको छु। Happy birthday to you. 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 यो कसको गिफ्ट हो यो? कान्छो भाइले। ए कान्छो छोराको गिफ्ट ल है। हाम्रो मम्मीलाई जन्मदिनमा कान्छो छोराको गिफ्ट आयो। ल ल साउथ अफ्रिकाबाट गिफ्ट गरेको हो। ल इन्डियाबाट गिफ्ट गरेको त्यो झोला सबै हो इन्डियाबाट। उनीहरूले गिफ्ट गरेको हो। ल यो जेठी छोरीको गिफ्ट। ल है साथीहरु, हाम्रो बुवा मम्मीलाई हेर्नु जन्मदिन कहिले प्रेजेन्ट नगर्नु है। छोराछोरी छन्, यो सधैँ लगाइराख्नु।